त्यस पछाडि राणा शासन हटाएर अलिकति खुल्ला गरियो। खुल्ला गरेर के गरियो? संविधान सभाको चुनाव त्यतिखेरै गरेर नै भने आयो कि होइन? त्यतिखेरै राजा हटाउने खेल सुरु भएको हो नि। तर राजा महेन्द्रले बुझेर बिपी सहितलाई थुनेको हो नि त, हालेको हो नि त। त्यस पछाडि राजा महेन्द्रले के गरे भने 17 सालमा कु गरेर 10 वर्ष काम गरे। 28 सालमा गएर राजा महेन्द्रलाई नयाँ शिक्षा लागू गर्नलाई यिनीहरूले लगाए। राजा महेन्द्र मान्दाखेरि राजा महेन्द्रको रहस्यमय हत्या भयो। पश्चिमा हेरेकै डिजाइनमा इन्डियालाई प्रयोग गरेर मारियो। यो कुरामा क्लियर हुनुहोस्, प्रयोग भयो इन्डिया। राजा महेन्द्रको हत्या भएको हो र? हत्या भएको हो, 51 वर्षको उमेरमा हत्या भएको हो। यो कुरा कसैले भन्न सक्दैन, म भन्छु, आज भन्छु। सच्चा नेपाली, सच्चा गजब कुरा गर्नुभयो। हैन, हत्या कसले गर्यो? मलाई डर छैन, किन मृत्युसँग डर छैन मलाई। म भन्नु न, मृत्यु भनेको त अमृत हो, अमृत। मर्न पाउनु भनेको त खुसीको कुरा हो, खुसीको कुरा हो मर्न पाउनु भनेको। मृत्युसँग मलाई पिर छैन, त्यही भएर म बोल्दैछु। त्यस पछाडि के भयो? जब राजालाई 28 सालमा राजा महेन्द्रलाई नयाँ शिक्षा लागू गर्दाखेरि मारिसकेपछि अनि राजा वीरेन्द्र त कहाँ दार्जिलिङ पढेका, उता इडन कलेज पढेका, सिधा मान्छे। ज्ञानेन्द्र राजाहरू सिधा नि त, यिनीहरू बोर्डिङ पढेको, व्यवहार केही थाहा थिएन।